तपाईँहरूलाई अहिले यो पोर्चुगलको वर्किङ भिसाको बारेमा चाहिँ केही कुरा हेल्प हुनसक्छ। युरोपको भिसा नपाउने भने तपाईँहरूले पाउनुहुन्छ। हेलो नमस्ते लस्सो फ्याफुला सबैजनालाई। आई होप हजुर सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आजको नयाँ भिडियोमा नयाँ भ्लगमा तपाईँलाई वेलकम गर्न चाहन्छु मनैदेखि है। अनि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँहरूले युट्युब च्यानललाई चाहिँ नभुलिकन पहिल्यै फर्स्टमा नै ट्याक्क लगाएर सब्सक्राइब गरिदिनु होला। अनि जो पुरानो हुन्छ तपाईँहरू मेरो परिवारहरू हुनुहुन्छ तपाईँहरूले चाहिँ लाइक कमेन्ट चाहिँ मिठो छोडिदिनु होला हैन। अहिले चाहिँ म यो हाम्रो केटाहरूको सानो क्याफेबाट भ्लग स्टार्ट गर्दैछु। आजको भ्लग चाहिँ तपाईँले यो थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला हैन। खासमा यही कुराहरू चाहिँ यहाँ यो भिडियोमा रहेको छ। त्यही भएर तपाईँले भिडियोलाई मजाले फुल हेरिदिनु होला। खासमा के भन्दाखेरि साथीहरू, अब यो जुन मैले तपाईँहरूलाई अघिल्लो भिडियोमा पनि यो युरोप कन्ट्रीको बारेमा चाहिँ मैले भिडियो बनाइरहेको छु। आजभोलि चाहिँ खास युरोप कन्ट्रीको विषयमा भिडियो बनाउनुको कारण चाहिँ म किनकि पहिला बाहिर युरोपबाट फर्किरहेको थियो साथीभाइहरू हैन। फर्किसकेपछि चाहिँ युरोपको विषयमा केही कुराहरू चाहिँ म बोल्दैछु। युरोपको विषयमा केही कुराहरू राख्न चाहन्छु हैन। तपाईँहरूलाई केही कुराले चाहिँ हेल्प हुनसक्छ। तपाईँहरू अहिले जुन यो युरोपको तपाईँहरूलाई अहिले यो पोर्चुगलको वर्किङ भिसाको बारेमा चाहिँ केही कुरा हेल्प हुनसक्छ। त्यसको बारेमा म तपाईँहरूलाई यो भिडियो मार्फत नै जानकारी गराउन चाहन्छु हैन। खास यो वर्किङ भिसा भनेको कस्तो हुन्छ भने साथीहरू, वर्किङ भिसा तपाईँले पाउनुहुन्छ। तपाईँको एजेन्ट राम्रो छ, अब भनौँ न मेन पावर राम्रो परेको छ हैन भने चाहिँ तपाईँले भिसा पाउन सक्नुहुन्छ। र यो जुन तपाईँले 25-26 लाखको विषयको कुरा भइरहेछ, अहिले 25 लाख र 20 लाख भनिरहेको थिएन एजेन्टहरूले, दलालहरूले। तपाईँहरूलाई त्यो कुरामा चाहिँ अलिकति कुन कम्पनीमा जाँदैछु, के कामको लागि जाँदैछु, कति वर्षको एग्रिमेन्ट हुन्छ, त्यो कुराहरू चाहिँ मजाले बुझ्नु होला। अनि तपाईँको जुन उता आफन्तहरू जो हुनुहुन्छ तपाईँहरूले राम्रोसँग बुझेर मात्र यो कुराहरू गर्नु होला। तपाईँको आफन्त त जो पनि हुन्छ अहिले युरोप कन्ट्रीमा जसको पनि हुन्छ त्यही अब सोध्नु होला, बुझ्नु होला हैन। सबै कुराहरू अब बुझेर मात्र, राम्रोसँग बुझेर मात्र गर्नु होला। युरोपको भिसा नपाउने भने तपाईँहरूले पाउनुहुन्छ राम्रोसँग नै हैन। गइरहेको पनि छ, तर पनि अहिले जुन यो मार्केटमा फैलिरहेछ नि हावा कुराहरू, यति वर्षको कन्ट्र्याक्ट, यति वर्षको वर्किङ भिसा तपाईँलाई जुन यो भनेको तपाईँको हुन पनि सक्छ, नहुन पनि सक्छ। त्यही भएर सोच्नु तपाईँहरूको यहाँ भिसा वर्किङ भिसा 2 वर्षको कन्ट्र्याक्टमा यति उति भन्छ नि तपाईँको त्यो कुराहरू नहुन सक्छ। किनकि उता गइसकेपछि तपाईँको कम्पनीसँग कन्ट्र्याक्ट नभइसकेको तपाईँको केही पनि तपाईँको उता गइसकेपछि केही पनि हुनेवाला पनि छैन। कार्डको लागि प्रोसेस पनि हुँदैन। जुन कम्पनीसँग तपाईँ एग्रिमेन्ट गर्नुहुन्छ त्यो कम्पनीले तपाईँको कन्ट्र्याक्ट मेन तपाईँको सेभलक हुन्छ, सेभलकको लागि कन्ट्र्याक्ट चाहिँ त्यो कम्पनीले दिनुपर्ने हुन्छ। त्यो कम्पनीले दिएन भने तपाईँको त्यो कार्डको लागि, सेभलकको लागि, तपाईँको डकुमेन्टको प्रोसेसिङको लागि हुनेवाला केही पनि हुँदैन। त्यही भएर तपाईँहरू पहिला कम्पनीले कन्ट्र्याक्ट दिन्छ कि दिँदैन, मेन कुरो कन्ट्र्याक्ट। तपाईँको त्यहाँको कार्डको लागि कार्ड बनाउनको लागि धेरै कुरा डकुमेन्टहरूको आवश्यकता पर्छ। त्यही भएर तपाईँहरू भोलिबाट मात्रै बन्छ हजुर। कम्पनीले कन्ट्र्याक्ट दिनु पऱ्यो। कन्ट्र्याक्ट दिइसकेपछि मात्रै तपाईँको एउटा भनौँ न कार्डको लागि प्रोसेसिङ हुन्छ। त्यो पनि स्टेप छ। पहिलाको तपाईँको एउटा यहाँबाट गइसकेपछि हैन धेरै कुरा डकुमेन्टहरू बनाउनु पर्ने हुन्छ। डकुमेन्टहरू तपाईँको त्यहाँ इन्ट्री गरेको लिगल एउटा पेपर बनाउनु पर्ने हुन्छ। त्यसपछि तपाईँको सेभलक हैन अनि सोसल के भन्ने हुन्छ, त्यो बनाइसकेपछि तपाईँको सबै कुरा मिलिसकेपछि नै तपाईँको कार्डको लागि चाहिँ प्रोसेस हुन्छ हैन। त्यही भएर तपाईँहरूको यहाँ जुन दलालले भन्छ तपाईँको जाने बित्तिकै कार्ड बन्छ, 6 महिनामा तपाईँले कार्ड पाउँछ भने त्यो कुराहरू चाहिँ सबै कुरा झुट हो। जुन तपाईँले त्यहाँ गइसकेपछि कम्पनीसँग कन्ट्र्याक्ट गर्नु पऱ्यो, काम गर्नु पऱ्यो, त्यो एन्सर। अनि तपाईँको प्रोसेस सेभलक भइसकेपछि तपाईँको ब्याङ्क एकाउन्ट बनाउनु पर्ने हुन्छ। ब्याङ्क एकाउन्ट बनाइसकेपछि मात्रै तपाईँको ट्याक्स जानु पऱ्यो। त्यहाँ कार्डको लागि पनि तपाईँको गभर्मेन्टसँग एकैचोटि अब भनौँ न ट्याक्स तिर्दै जानु पऱ्यो। तपाईँको त्यहाँ पछि मात्रै
कार्ड बन्ने हुन्छ। कार्ड बनाइसकेपछि मात्रै तपाईँको धेरै कुराहरू छ त्यसमा पनि डकुमेन्टहरू बनाउनेदेखि लिएर तब त्यही भएर तपाईँहरूलाई यो चाहिने नचाहिने कुराहरूमा म के चाहियो भाइ कन्डक्ट त पाउँथ्यो भोलि मात्रै आज छैन फेरि भोलि ओपनिङ पनि हो अब पछि आऊ है केटालाई डिस्काउन्ट गरेर खुवाइदिन्छु स्पेसल हुन्छ नि स्पेसल केटाहरूलाई फेरि है भोलिबाट आऊ हो अनि तपाईँहरूको प्रोसेसहरू धेरै छ तपाईँहरूको आफन्त जहाँ त्यहाँ हुनुहुन्छ भने सोध्नु होला पहिला बुझ्नु होला एकैचोटि वर्किङ भिसा भन्दैमा तपाईँहरू हाम चाहिँ नफाल्नु होला अनि यो क्रोसिया जानका लागि मेरो प्रोसेस के भएको थियो त्यो कुराहरू पनि तपाईँलाई म भन्न चाहन्छु म चाहिँ खासमा क्रोसिया गएको थियो साथीभाइहरू पहिला होइन क्रोसिया गइसकेपछि मात्रै म पोर्चुगल गएको खासमा म त्यो कुराहरू पनि क्लियर गर्न चाहन्छु म क्रोसिया जानको लागि तपाईँको पहिला पनि मैले भनिसकेँ पहिला म माल्टा गरेको थिएँ माल्टा भएन माल्टा नभइसकेपछि त क्रोसिया प्रोसेसमा चाहिँ मेरो ठ्याक्का एउटा टाइम मिलेको रहेछ होइन तपाईँको 5-5.5 महिनाभित्रमा म क्रोसिया पुगिसकेको थियो साथीहरू राम्रै थियो सबै कुराहरू मेरो चाहिँ त्यस्तो आफ्नै मान्छेबाट एजेन्टबाट गरिरहेको थियो सबै राम्रै भएको थियो क्रोसिया गइसकेपछि अनि त्यहाँ 2-3 महिना बसेपछि काम गरिसकेपछि मात्रै म पोर्चुगलमा मेरो काम फिक्स भयो बस्ने ठाउँ फिक्स भयो सबै कुरा भयो भनेर मात्रै पोर्चुगल गएको थियो तर काम पनि भएको थियो साथीहरू जुन सबै कुरा व्यवस्थित भइसकेको थियो तैपनि अब त्यहाँ धेरै कुराहरू चाहिँ म्यानेज गर्दा अब काम सबै भएको थियो तर त्यो जुन म कामको लागि बोलाएको थिएँ नि म 1 हप्ता मात्रै काममा गर्दाखेरि तपाईँको धेरै प्रेसरहरू दिने होइन अनि पछि अनि एक्लैले यत्रो बार छोडिदिने होइन अब भर्खर गएको छ होइन अनि त्यो मान्छे पनि म तपाईँहरूलाई बिस्तारै देखाउँछु तर मानवता भनेको त्यो मान्छेमा छैन होइन जुन अब हामीलाई काम दिन्छ यताउता गर्छु भनेर गइसकेपछि त्यहाँ काम पाउँदैन अब 1 हप्तापछि निकालिदिने होइन नि त साथीभाइ होइन जस्तो एउटा मानवीय हुनुहुन्छ नि त काम सबैले नेपाली भएर नेपाली सपोर्ट गर्नुपर्छ तर त्यो मान्छेमा थिएन उहाँ ओनर हुनुहुन्थ्यो एकदम भिआइपी मान्छे हुनुहुन्थ्यो त्यो ठाउँमा छ होइन यो कुराहरू अनि हामी गइसकेपछि म र हामी 3-4 जना गएको थियौँ पोर्चुगलमा तब क्रोसियाबाट सिधै एउटा टिआरसी कार्ड भइसकेपछि मजाले जान सक्नुहुन्छ त्यो चिन्दै गर्नुपर्दैन तपाईँले सामान लिएर मस्त हामीलाई चाहिँ मान्छेले सुनेको थियो कि एउटा झोला लिएर मात्र आऊ तिमीहरू के गरेर सामानलाई यताउता गर तर होइन यो कुराहरू तपाईँहरू क्लियरै हुनु तपाईँहरूले मस्तले आफ्नो लगेजहरू सँगसँगै बोकेर टक्क पारेर जानु सक्नुहुन्छ अनि मान्छेको कन्सेप्ट के छ भने अब टिआरसी कार्ड भइसकेपछि तपाईँको युरोप कन्ट्रीमा जहाँसुकै तपाईँले ट्राभल गर्न सक्नुहुन्छ क्या त्यसमा चाहिँ तपाईँको कम्पनीलाई छुट्टी लिभ मागेर हुन्छ कि तपाईँको रिजन पेपर दिएर हुन्छ कि म छोड्छु भनेर सबै कुरा चाहिँ क्लियर हुनुपर्छ तपाईँको टिआरसी त्यतिखेरसम्म उनीहरूले ब्लक गर्नुहुन्न मजाले घुम्न सक्नुहुन्छ तपाईँहरू होइन विदेश गइसकेपछि त्यो टिआरसीले मजाले गयो हामी चाहिँ अनि हाम्रो चाहिँ एउटा ब्याग मात्रै बोकेको थियो जुन अब ब्यागमा त बोकेर आऊ तिमीहरू अब यस्तो हुन्छ यो ठाउँमा चाहिँ अनि यस्तो चेकिङ हुँदो रहेछ त हामी त त्यो तपाईँको क्रोसियाबाट जाँदाखेरि धेरै कुराहरूमा अब बेलुका नाइट पनि अनि 3 डेज लाग्दो रहेछ बसहरू चेन्ज हुँदै इटाली फ्रान्स कहाँ हुँदै अनि सोलोभेनिया सबै हुँदै गयो त्यो कुराहरू बिस्तारै म मजाले ल्याउँछु तपाईँहरूलाई अनि तपाईँहरू मैले भन्न खोजेको कुरा चाहिँ म पहिला पोर्चुगल गएको होइन फर्स्टमा चाहिँ म क्रोसिया हुँदै पोर्चुगल छिरेको साथीहरू तपाईँहरू पनि युरोप कन्ट्रीमा जाँदाखेरि धेरै कुराहरू सोचेर मेन्टल्ली एकदम स्ट्रङ बनाएर अनि भने जस्तो केही पनि छैन म बारम्बार भन्छु तपाईँहरूलाई एकदम सोचेर मात्रै जानु होला होइन तपाईँहरूले धेरै गाह्रो हुनसक्छ त्यही भएर तपाईँहरूलाई के कुराहरू बुझ्नु छ युरोप कन्ट्रीको बारेमा सोध्नु छ के कुराहरूको लागि चाहिँ लिनु छ आफूलाई चाहिने कुराहरू लिनु छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला म्यासेज गर्नु होला म तपाईँहरूलाई क्लियर गरिदिन्छु आज चाहिँ म छोटो भिडियो बनाउँछु त्यही भएर तपाईँहरूले फेरि नेक्स्ट टाइममा पनि म आज अलिकति यहाँ अलिअलि काम पनि छ क्या क्याफेलाई कामहरू पनि छ त्यही भएर चाहिँ म नेक्स्ट टाइम पनि तपाईँहरूलाई भिडियो बनाउने छु होइन मस्तले भिडियो बनाउँछु तपाईँहरूले यो भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद माया सपोर्ट गर्नुभएको छ त्यही भएर तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब चाहिँ मजाले गरिदिनु होला है त। ल सबैजनाले भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। लस्सु लस्सु फ्याबुलस।